आज चाहिँ मसँगै बच्चाको लागि हेल्दी खाजा बनाऊँ है त। अनि आज चाहिँ मैले के सोचिरहेको छु भने स्याउ अनि सुजी दुधको चाहिँ खिर बनाउने सोचिरहेको छु। तपाईँहरू पनि मसँगै ट्राई गर्नु होला है त। अनि त्यसको लागि चाहिँ नि थोरै घिउ अनि स्याउ चाहिन्छ नि। यो स्याउ चाहिँ नि मैले कोर्सेमा कोरेको, तपाईँहरूले पनि कोर्सेमै कोर्नुभयो हुन्छ। अनि यसलाई राम्रोसँग चलाइसकेपछि मैले चाहिँ नि 1 चम्चा सुजी हालेँ। अनि 1 चम्चा भएपछि इनफ पुग्छ, किनभने यो अहिले पछि बढ्छ के पानी सानी हालेर पाक्ने बेलातिर बढ्छ। अनि त्यसपछि दुध हाल्नु होला। दुध हालिसकेपछि चाहिँ नि यसलाई राम्रोसँग चलाइदिनु। राम्रोसँग चलाइसकेपछि अनि पाक्न छोडिदिने। अनि पाक्न छोड्ने बेलामा चाहिँ नि मैले चाहिँ यता मेरो श्रीमान अनि बाबु नानीलाई चाहिँ नि मनतातो पानी रेडी गर्दैछु। किनभने हामीले चाहिँ नि अब जहिले बिहान उठ्ने बित्तिकै खाली पेटमा चाहिँ नि मनतातो पानी खान्छु। अनि मनतातो पानी खाइसकेपछि बल्ल अरू खानेकुराहरू खान्छु के। अनि त्यसपछि अनि मैले बाबु र कान्छाको लागि चाहिँ नि खाजा रेडी गर्दैछु। अनि मेरो छोराको लागि चाहिँ नि ब्रेड यति मनपर्छ कि ब्रेड त नम्बर 1 मै पर्छ होला उसको फेभरेट चिजहरूमा। तर मैले चाहिँ नि धेरै दिन्न कि उसलाई ब्रेडहरू धेरै दिन कहिलेकाहीँ। हुन त विदेशीहरूको त खाजै यही हो। अनि मेरो खिर चाहिँ नि यतिको भयो नानीको लागि। अनि कहिलेकाहीँ दिन्छु, धेरै जसो मैले बाबुलाई प्यानकेक नै बनाएर दिन्छु घरमा। अनि पाकिसकेपछि मैले नानीलाई दिएको त हुँ गरेर मलाई खाऊ भन्दै थियो। अनि तिमी खाऊ न, तिमी हाममा गर भनेको त फेरि ऊ आफ्नो मुखमा लग्यो। तर उसलाई आफै खाना दिए नि हुन्थ्यो, तर म चाहिँ दिन मन लाग्दैन कि जताततै फोको गर्छ। फेरि आफ्नै काम त हो नि बढ्ने। अनि लगभग सबै खाइसक्यो, थोरै मात्रै 1 चम्ची मात्रै खाएन, अरू सबै भ्यायो।